Hello guys, welcome back to my channel. आज चाहिँ हामी जाँदैछौँ सैलुङ डाँडा र अर्नीको बस पार्क जुन जडीबुटीमा रहेको छ त्यहाँबाट चाहिँ हामी लोकल बस चढ्छौँ र बनेपा हुँदै अगाडि बढ्छौँ सिमलातर्फ। बाटोमा कति धेरै हुन्छ नि ल्यान्डस्लाइड आएको बाटोहरू देख्दा मन सिरिङ्ग भए तापनि एकदमै सैलुङ जानमा चाहिँ एक्साइटेड थियौँ हामी र सिनहरु चाहिँ एकदमै रमाइलो थियो। त्यसपछि आउँछ यो पुल, यसले चाहिँ सैलुङ जाने बाटो र अर्को बाटो छुट्याएको हुन्छ। हामी केही टाइम ट्राभल गरिसकेपछि चाहिँ खाजा खान रोक्यौँ र थुक्पा खायौँ अनि हामी नयाँ साथीहरू भेट्यौँ 2 जनालाई अनि हामी 5 जना भयौँ र एकदमै सिनहरू इन्जोय गर्दै हामी अगाडि बढ्यौँ। यो गेटदेखि चाहिँ सैलुङको यात्रा सुरु हुन्छ। बाटोमा धेरै कन्स्ट्रक्सन वर्कहरू पनि भइरहेको थियो र बाटो चाहिँ एकदमै गाह्रो थियो। त्यसपछि हामी देउराली पुगिसकेपछि चाहिँ बीचमा झरनाहरू र यो गेटबाट चाहिँ हामी अब देउरालीबाट पनि एकदमै भित्र छिर्यौँ र यहाँ बीचमा झरनाहरू पनि देख्यौँ हामीले। साना बाटो भने चाहिँ एकदमै अफ रोड थियो। र यतिको रमाइलो गर्दै भ्यूहरू हेर्दै हामी चाहिँ अगाडि लाग्यौँ। भ्यूहरू कति रमाइलो थियो र बाटोमा रुखहरू पनि ढलेको थियो सबै ल्यान्डस्लाइड आएको कारण। एकदमै रमाइलो गर्दै हामी अगाडि बढ्यौँ। दाइहरूले यस्तो मजाले हेर्दै हुनुहुन्थ्यो, हामीलाई रमाइलो लागिरहेको थियो अझै र सिनहरू एकदमै रमाइलो थियो। बिस्तारै हामी कालापानी सैलुङमा पुग्यौँ। र बाटो चाहिँ एकदमै हिलो भएको कारण बाइकको स्पिड लाइन गाह्रो भइरहेको थियो। हाई गाइज, अहिले चाहिँ हामी आमा होइन यहाँ आएर पनि मेकअप गरेर रेडी भइसक्यौँ। हामी चाहिँ सैलुङ कालापानीमा आइपुग्यौँ। अहिले चाहिँ पानी परिरहेछ तर हामी सैलुङ जाने भनेर सोचिरहेछ। यस्तो वेदरमा त राम्रो त देखिँदैन होला, त्यही पनि अब जानुपर्ने हुन्छ। गाजर लगाएको कस्तो देखेको अनि यही हो जाने होइन त? रेडी होइन? रेडी होइन? हेलो मेकअप चलिङ ल, हामी बाहिर बस्दै गर्छौँ ल, भिडियो बनाएर छिट्टो आउनु ल। ओके सी यू। सैलुङ जानुपर्ने हुन्छ। सो हामी बसेर ठाउँ चाहिँ यही हो, आमा होटेल भनेर। मुनि छ, मुनि तल्ल मुनि छ है बस्ने ठाउँ, तल्ल छ बस्ने ठाउँ देखेछ। मेरो मेकअप जान्छ भनेर क्या पानी पऱ्यो यार। रेनकोट ल्याउनु पर्ने रहेछ। तपाईँको नाम के हो? सन्जिता तामाङ। फ्रेन्ड रिक्वेस्ट आउला है। म्यारिड भन्नु भएछ क्या अब म्यारिड छ। हामी पनि त्यतिखेर सब्सक्राइबर भएको त होइन नि त, होइन कति चाहिँ भएको छ र अब होइन। त्यही भएर 500 सब्सक्राइबर पुऱ्याइदिनु पर्यो। माग पनि 500 को छ के, 500 सब्सक्राइबर मात्र पहिला सुरुमा। के भयो? आयो ग्रेट नेपालको ग्रेट वाल। हेलो हाम्रो करिश्मालाई अचम्मको फुल लागेको रे यो। कस्तो अचम्म लागेको? यो लाली गुराँस टाइपको पनि छ है। अचम्म लाग्यो रे। तपाईँलाई लागेछ कि छैन? लाग्दैछ यो होइन। घुम्नु जाने बेला, कहीँ जाने बेला टुप्लुक्क पिम्पल आउनु चाहिँ के सबलाई हुन्छ कि मलाई मात्र हुन्छ भनिदिनु त?
तपाईहरुलाई नि हुन्छ अनि यहाँ पिम्पल क्या दुईटा कस्तो रिस उठे बा अर्को हेर नि यहाँ अर्को चाहिँ आइरहेछ ल जम जम गाइस एकचोटि 1 2 3 1 2 3 उत्तिकै क्या तिमी छिट्यो नि त ल तिमी ल अब 4 जना है ओके लेट्स गो ग्रेट वाल नेपालको सैलुङको ग्रेट वाल चाहिँ एकदमै राम्रो देखिरहेको छ ग्रेट वाल देखेर कस्तो अनौठो नेपालमा पनि यस्तो रहेछ बिचरा हामी चाइनामा हजुरको कोही छ कि छैन छैन अब बनाउनु पर्ने ठिक छ अब बनाउनु पर्ने हुन्छ है त यस्तो हो क्या मोरङको भइसकेपछि यतिको गफार चाहिँ हुनुपर्छ होइन त तपाईँ चाहिँ कहाँको ठिक छ काठमाडौँको मान्छेको गाडी हाम्रो प्रेस्टिज त छैन यसै छैन उसै छैन बरु नभएको पनि होइन सकाइदिने होइन फाडु हामी लाग्दिर गाइस घाम लाग्दैन चस्मा खोलेको त घाम लाग्दिर हामी डराइरहेको थियौँ बाटोमा के लगाएर आछन् साथीहरूले चिसोले अनि मलाई होइन झन् मलाई चाहिँ के भएको भने त्यो के भन्छ अरे बस स्टपमा क्या झर्ने बित्तिकै त्यो दाइ नानी छापको रहेछ क्या अनि कहाँ जाने रे सैलुङ जाने भन्यो भने होइन अनि त्यसपछि के भन्छ तपाईँ यो दुकान जानु लाग्यो तपाईँ मर्छ अरे हामीले सैलुङको नेचरलाई फ्लप हान्दिउँ कि यो हो नि त यहाँ आएर बोल्न नसक्नुको कारण के हो थाहा छ के हो किनभने यो चाइना जस्तो छैन त अनि यहाँ कसरी नेपाली बोल्न सकिन्छ क्या होइन यस लाइक ठोकिदिउँ न ब्याग्री भाइ कस्तो हुँदैछ पानी परेर मिस करिश्मा सो स्याड है सो स्याड लाइफ हुँदैछ तर जाडो हुन्छ भनेको थियो होइन अलिअलि डराएको थिएँ कि जाडो हुन्छ होला लुगा ल्याएको छैन भनेर त्यस्तो जाडो चाहिँ हुँदैन रहेछ भएन हुँदैन रहेछ होइन जहाँ पनि दौड्दै छ त ला पानी परेको देख्दिन भनेर तिमीले चाहिँ नलाउनुको कारण के म त पानी परेको देख्छु भनेर देखेपछि मैले ओके अब चाहिँ यहाँ सैलुङ आएको जस्तो छ यहाँ पुरै प्याक छ फोटो खिच्नुको लागि है अब हामी पनि फोटो चाहिँ खिच्नु पर्ने हुन्छ यहाँनिर होइन हामी साथीहरू आएन नि त सो एकछिनमा खिच्ने हो भने चाहिँ सबजना चाहिँ यता जानुभयो आज महादेव गुफातिर अनि अब भोलि चाहिँ यता जाने भनेको छ अब हामी चाहिँ कहाँ जाने थाहा छैन सैलुङ कालापानी खै हो यो त कालापानी महादेव गुफा नै जानु पर्ला नि अब चाहिँ हामी कहाँ जाने सैलुङ जाने कि महादेव गुफा जाने महादेव गुफा जाने डिसाइड ओके हामी चाहिँ महादेव गुफा जाने डिसाइड ओके गुफा जाने डिसाइड गऱ्यौँ ल अब चाहिँ हामी यतातर्फ जान्छ भोलि चाहिँ सैलुङ जानुपर्ने हुन्छ है त होइन त महादेव जस्तो बुढाको कसलाई चाहिएछ महादेव जस्तो बुढा भाङ धतुरो खाने बाहेक अरू सबै क्वालिटी हो है त्यो बाहेक मात्रै पनि होइन सबै क्वालिटी चाहिँ राम्रो हो चाहिँ यति धेरै कुरा चाहिँ हुन्छ है अनि अर्को कुरा केटा जिउँदो पनि हुनु पर्यो हामी चाहिँ भर्खरै टिकटक बनाएको थियौँ क्या कस्तो भयो कि टिकटक किटकट के हो मुखै लडबडिरहेको छ त मेरो त आज कस्तो खुसीले हो क्या त्यो है त हामीले चाहिँ भर्खरै टिकटक बनायौँ ओके लजिक टिकटक चाहिँ हामी हाल्छौँ है गाइज
यो चस्माले गरेर म अलिकति नचिनिएको हो चस्माले गरेर म अलिकति नचिनिएको हो ओके अब चाहिँ हामीले महादेव गुफाको यो के भन्छ अरे उयो देखिसक्यौँ है अघि पनि देखेको थियो अब चाहिँ अघि सैलुङ पनि थियो तर अहिले चाहिँ महादेव गुफाको मात्र छ सो अब चाहिँ हामी जानुपर्ने हुन्छ यस्तो मजाले भन्नु ले जाने चाहिँ कुन बाटो हो यो बाटो हो कि कुन बाटो ओके कता देखाइरहेछ यता यता तलतिर हो होइन हो यता देखाइरहेछ त कता यता त के छ र हो र यता हो कि यता के छैन नि यता होला हो जाने तल गुफा तलै त हुन्छ नि गुफा त तलै हुन्छ कि तर यो बाटो होला है जाने यतै देखाइछ न यस्तो मोड्नु पर्थ्यो नि यस्तो मोड्नु पर्थ्यो हामी होटेल र सिले गरौँ हौ कहाँनेरि यहाँ यस्तो राम्रो आएछ त यही गरौँ न ल अब चाहिँ पानी परिरहेछ अनि हामी सबजना यहाँ बसिरहेछ उहाँहरू चाहिँ गुफा गएर आइसक्नु भयो हामी चाहिँ गएको छैन त्यही त हेर त दादाहरूको जुत्ताभित्र कसरी थियो हजुर गुफा जाने हो क्यामेरा देखेपछि त के हो ल भोलि सबजना 10 बजे जानुपर्छ ल है पक्का 10 बजे है अनि त्यसपछि हुन्छ ल अब सबलाई भन्नुपर्छ यहाँबाट जाने हो यताबाट अनि ओके ए ल प्रुफ राख्छु तल झर्ने हस् सब्सक्राइबर छैन भगवान यति गफ लाग्यो कि होइन पानी परुन्जेल रुकियो होइन त करिश्मा जुका कलर लाग्यो अरे तिम्रो मलाई त कता कता देखाएको छु त मलाई कता कता कुचु कुचु भइरहेछ टोक्न थालिस अनि भोलि चाहिँ हामी सबजना 10 बजी जाने भनेर प्लान गरेको नभए गाडी जाँदैन नि त त्यस्तो गऱ्यो भने है हस् ल बाई बाई यो चाहिँ प्रुफ राखेको उहाँहरूले प्रुफ राख्नु है भन्नुभएको छ त्यस्तो होइन अब चाहिँ माहौल राम्रो हुँदै आयो हो कि होइन भोलि करिश्माको बर्थडे हो गाइस ए रातो माटो ए चिप्लो बाटो ए हिँड्दै हिँड्दै ए आएका हामी ए महादेव गुम्बा ए भिजिट गर्न ए महादेव गुफा ए भिजिट गर्न देउसुरे 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 यो किन भेटाएको म भन्दिम भर्खर देउसी खेल होइन दक्षिण दिएको भगवानले लजिक छ कि छैन लजिक छ कि छैन सो गाइज हाम्रो जाने बाटो चाहिँ यस्तो छ कस्तो छ डर लागेको छैन सही हो ल जाम यस्तो छ है उतै चाहिँ गइसक्यो डरले सही हो एउटा जग्गा हेर्ने चिलाउनु थाल्छ कता कता यो चाहिँ होइन लड्यो भने चाहिँ होइन एकदमै गाह्रो हुन्छ कि गाइज सो अब म चाहिँ यो ब्लग गर्दिन ल एक्साइटेड एक्साइटेड गुफा हेर्ने ल अब म देखाउँछु ल गाइज गुफा यहीँनिर हो क्या मैले देखिसकेँ त्यही भएर चाहिँ मैले भिडियो फेरि स्टार्ट गरेँ सो गुफा चाहिँ यहाँ माथि रहेछ
देखाउँछु म साच्चै भन्नु सिरियसली रहेछ ठ्याक्क भइरहेछ आइज करिश्मा लाइनले आयो के पाले पालो गुड गुफा पनि भिजिट गर्यौं अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ है भोक पनि लागेको छैन गाइस भोक पनि लागेको छैन भोक लागेको छ गाइस हामी खाना पनि खानुपर्ने हुन्छ केही खाएको छैन है हामीले त्यही हामी सबले एउटै कुरा खाएको हो थुक्पा खाएको हो होइन थुक्पा खाएको हो अनि हामीले खाजा खानुपर्ने हुन्छ ओके अब चाहिँ उनीहरूले फोटो खिच्छ अनि त्यसपछि हामी लाग्छौँ माथितिर अनि टिकटक बनाउनु पर्ने हुन्छ यो चाहिँ सैलुङ डाँडा हो गाइस पारिपट्टिको चाहिँ भोलि चाहिँ हामी सैलुङ डाँडा जानुपर्ने हुन्छ डाँडै डाँडा छ कति हो कति ऐटा दैटा रे 1, 2. Oh, I forget. 1, 2, 3, 4, 5, 6, 7, 8, 9. Okay, जर्मन ट्यालेन्ट देखाउनु भनेर. अनि गाइस अब चाहिँ यहाँ फोटो खिच्नुपर्ने हुन्छ यो सैलुङ डाँडामा हैन. अब सैलुङ अब यो सबै सैलुङ डाँडा हो नि त. अब यति धेरै छ भोलि त हामी अफ कोर्स खिचि नै हाल्छौं हैन. सो अहिले नि खिच्नुपर्ने हुन्छ. तर चार्ज छैन के गाइस फोनमा त्यो भएर. अब म फोटो खिच्छु. अनि अघिदेखि हामी जाने भनिरहेको छ तर फोटो अफ कोर्स खिच्न मन लागिहाल्छ. सो म त्यहाँनिर पनि जानुपर्ने हुन्छ ल गाइस हामीले उफ्रेर पनि भिडियो बनायौँ होइन त अब चाहिँ हामी जाने अघिदेखि जान्छ नि भन्दा यत्रो बेर बस्छ क्या अब चाहिँ हामी जाने हो अब खाजा पनि खानुपर्ने हुन्छ गाइस सो सी यू यस यस त्यो चाहिँ हो अनि अर्को कुरा गाइस अब हामीलाई पनि टाइम दिनुपर्छ रमाइलो गर्नुपर्छ हो कि होइन हामी मिलेर रमाइलो गर्ने हो गाइस त अब हामी त्यही भेट्छौँ अब हामी चाहिँ गएर किनभने चार्ज पनि छैन दर्शन गर्दा जाँदाखेरि हामीले चाहिँ यसो के भन्छ रमाइलो गर्दाखेरि अब चढाइदिनु भएको छ हैन ओके भट्टाको कसले तपाईले ल बाई अहिलेलाई चाहिँ इलेक्सनमा भेटौँ न भट्याउने मान्छे है बाई खाजा सो गाइस भोक लागेर हैन केटीहरुले चाहिँ के गरिरहेछ भने काफल पनि छोडेर भुइ ए के रिउ ऐसेलु है सो भुइ ऐसेलु पनि छोडेर मलाई एउटा खुवाइदिनु भयो तर तितो लाग्यो क्या अमिलो हो गाइस लास्टमा तितो पनि छ मलाई चाहिँ तितो भयो गुले भेट्यो अरे खै भन्दैन के सो अब भुइँको ऐसेलु पनि छोडिरहेको छैन भने चाहिँ कम्ता भोक लाग्यो होला त गाइस चार्ज नभएर पनि यो के भन्छ एक्टिभिटिज गरेको देखेर चाहिँ मलाई भ्लग गर्न मन लाग्यो त्यही भएर गरेको फेरि बाई अर्को हेर नौटङ्की ओके माया पिरती ओथेनु शिरमाथि माया पिरती ओथेनु शिर म चेक्दो रहेछ के साथैमा रोदिरी साथैमा रोदिरी नाच्दै गाउँदै गान्थ्यो जुनेली माया पिरती ओथेनु शिरमाथि माया पिरती ओथेनु शिरमाथि गाइस यो चाहिँ रेनबो है